जहाँ नारी सुरक्षित छिन् त्यहाँ परिवार सुरक्षित छ। जहाँ परिवार सुरक्षित छ त्यहाँ समाज सुरक्षित छ। हरे कृष्ण। श्रीमद् भगवद गीता अध्याय 1 श्लोक 41। अधर्माभिभवत् कृष्ण प्रदुष्यन्ति कुलस्त्रियः स्त्रीषु दुष्टाशु वार्ष्णेय जायते वर्णशङ्करः। अर्जुन परिवारको मूल आधार नारी हुन् भनी स्पष्ट भन्दछन्। घर बन्नु, संस्कार बस्नु र भविष्य सुरक्षित हुनु यी सबैमा परिवारकी महिलाको ठूलो भूमिका हुन्छ। जहाँ नारीको सम्मान छैन त्यो घरको भविष्य पनि कमजोर हुन्छ भन्ने मान्यता यहीबाट आएको हो। अर्जुन भन्दछन्, हे कृष्ण, पाप अत्यधिक बढ्दा कुलका स्त्रीहरू दूषित हुन्छन् र जब स्त्रीहरू दूषित हुन्छन् तब समाजमा वर्णशङ्कर जस्तो अव्यवस्था जन्मिन्छ। यसको अर्थ केवल जातीय कुरा होइन, यो संस्कार, जिम्मेवारी र पहिचान हराउने अवस्थाको सङ्केत हो। जब युद्ध, लोभ र हिंसाले समाज ढाक्छ सबैभन्दा पहिलो असर नारीको सुरक्षा, सम्मान र स्वतन्त्रतामा पर्छ र जब नारी असुरक्षित हुन्छन् त्यसको असर पुरै परिवार र समाजमा फैलिन्छ। यही कारण महाभारतमा परिवार, नारी र धर्मलाई एक अर्कासँग जोडेर हेरिएको छ। राधे राधे।